he or she? What will baby be? Hi, baby! Baby Dijo! तिमीलाई के हो जस्तो लाग्छ बेबी? भाइ कि बहिनी? Bye! नमस्ते, म चाहिँ बेबीको फुपू अनि जे भए पनि म एकदमै धेरै एक्साइटेड छु र मलाई बेबी गर्ल हुन्छ जस्तो लागेको छ। म चाहिँ बेबीको साथी। मलाई चाहिँ के लाग्छ भन्दाखेरि चाहिँ इराको नेचरलाई म्याच गर्नको लागि चाहिँ बोय नै हुन्छ होला। बधाई छ भाइ बुहारीलाई। तिमीहरू दुईजनाले छोरी पाउने आशीर्वाद मैले दिएको छु। तिमीहरू दुईजना छोरी बुहारीले चाहिँ छोरी पाउने निश्चित छ। अन्त त्यही हो विनायक मेरो दाइ हो। Hi baby, I'm your true mamu. I think you are a baby boy. We are so excited to have you. We love you. 3, 2, 1 go। नमस्कार, म प्रकाश सुवेदी, म इडाको साथी। नमस्कार, म अनिल खत्री, म विनायकको साथी। र आज हामी चाहिँ उहाँहरूको आउँदै गरेको बेबीको लागि बेबीको गेस गरिरहेका छौँ, छोरा होला कि छोरी होला भनेर। यसको लागि प्रकाश सरले सानो पोइन्टर्सको प्रतियोगिता लिएर आउनुभएको छ र यसको नियमहरू भन्दै हुनुहुन्छ प्रकाश सरले। हामीसँग चाहिँ एउटा कोइन छ। कोइनको एउटा साइडमा चाहिँ क्विन इलिजाबेथको हजुर रानी महारानी महारानी हुन्छ, अर्कोतिर कङ्गारू यो कोइन टस गर्दा चाहिँ महारानी पर्यो भने चाहिँ छोरी हुन्छ, कङ्गारू पर्यो भने चाहिँ छोरा हुन्छ है। बहादुर लडाकु महारानी हुन्छ। त्यही भएर हामीले 3 चोटि कोइन टस गर्छौँ। बेस्ट अफ 3 मा को हुन्छ है। ल म सुरु गरौँ कोइन सुरु गरौँ। ल पहिलो पोइन्टर ल हेरौँ। यहाँ छोडिदिउँ कि हातमा लगाउँ? हातमा राख्छ है। ल हेरौँ के छ। पहिलो टस हामीले गरिसकेका छौँ। ल पहिलो टसमा छोरा हुन्छन् कि छोरी हुन्छन्? हेरौँ है। ओहो छोरो छोरो आउन हतार गरिरहेको छ। अब दोस्रो पोइन्टर चाहिँ दार्जीले गर्दा है के हुन्छ। छोरा आउँदै हुनुहुन्छ कि छोरी आउँदै हुनुहुन्छ? ल के छ के होला तपाईँको गेस? ल गेस गर्नुहोस् के छ। अनि गेस नगरौँ, देखाइदिनु हेर्नु नि। ओहो छोरी महारानी है। छोरा र छोरीको एक भएको छ। भिडन त चाहिँ फाइनलमा पुगेको छ। फाइनल चाहिँ यहाँ ड्रप गरिदिउँ है, माथि गएर। ल हेरौँ कताको साइड छ म हेर्दिनँ। ल मस्त माथि फर्किन्छ है। हुन्छ। हाम्रो छोरीमा चाहिँ है छोरो गएको छ। छोरो बधाई छ तपाईँहरूलाई। तपाईँहरूलाई चाहिँ धेरै धेरै बधाई छ। नयाँ सदस्य थपिँदै हुनुहुन्छ। नयाँ सदस्यको आगमन सहित परिवारमा अझै धेरै खुसियाली छाओस्। हामी सबैको तर्फबाट शुभकामना छ तपाईँहरूलाई। म चाहिँ मामा पक्कै भान्जै होला। Hello, little munchkin. I'm your Tulu Mamu, but you call me Annie, eh? I think you're going to be healthy, blessed, and a beautiful baby girl. I cannot wait to hold you in my arms. I love you. Mwah. Everybody, म चाहिँ जेठा हो उसको। अनि जेन्डर के हुन्छ भन्दा यसो सोच्दाखेरि चाहिँ कपाल गनाउनै पर्ने भयो के होला जस्तो भएर होइन। पेटको आकार ठुलो पेट देख्दाखेरि चाहिँ छोरो पाउने जस्तो देखिन्छ, तर पाउनुपर्ने चाहिँ छोरी हो। त्यही भएर मेरो चाहिँ त्यही भयो है त। Hello baby, I'm your Tula Mamu. I think you'll be a baby girl. We're really excited to have you here soon. Yay! Hi, I'm your youngest uncle in the family, Vijay, and I think it's a girl, and welcome to our family and this world. You're gonna be amazing. Hi baby. I'm your mom's best friends. You can call me Sirisha auntie. And I'm your mom's brother. You can call me Swapnil uncle. We are very excited to welcome you in this beautiful world. Baby gender really doesn't matter to us because we are very excited. But I think you'll be a girl. But if not, then I don't mind. You'll be a guy.
will be a great auntie and uncle to you. Yes, of course. Love you so much. Love you. Hi, this is Pramila Acharya. म चाहिँ विनायकको साथी. फर्स्ट अफ अल विनायकलाई र इरालाई धेरै धेरै कङ्ग्रेचुलेसन फर सच अ बिग ब्लेसिङ इन देयर लाइफ होइन. अब छोरा भए पनि छोरी भए पनि इरेस्पेक्टिभ अफ जेन्डर एकदम नै ठुलो ब्लेसिङ हो होइन. खुसियाली आउँदैछ लाइफमा. धेरै धेरै शुभकामना छ र हाम्रो यहाँ गेसिङ गेम चलिरहेको छ र गेस गर्नुपर्दा चाहिँ आई एम ह्याभिङ अ फिलिङ कि इट्स गन बी अ बेबी बोय. सो हेरौँ थाहा हुन्छ अब जेन्डर रिभिलमै थाहा हुन्छ होला. लेट्स सी. हाई बेबी, म चाहिँ तिम्रो फुपू. मलाई त एकदम भतिजी चाहिएछ. सो आई थिङ्क इट्स अ गर्ल. नमस्ते, म चाहिँ सानो मान्छेको फुपू, विद्या फुपू. अनि मलाई लाग्छ सानो मान्छे चाहिँ सानो बाबु हुन्छ होला. त्यो चाहिँ मेरो गेस. ओके, लेट्स गो, लेट्स सी. म नातिको हजुरबुवा. अब नातिको भनेपछि अरू कुरा भन्नै परेन. ठिक छ, नातिलाई धेरै धेरै शुभ आशीर्वाद छ. म बेबीको हजुरआमा. मलाई पनि नाति नै हुन्छ जस्तो लाग्छ. मेरो नातिलाई धेरै धेरै आशीर्वाद, राम्रोसित आओ, धेरै दुःख नदिकन आओ. हामी पुगेर बसिरहेको छौँ. हाई बेबी, म चाहिँ मामा है. मलाई चाहिँ एउटा बेबी बोय हुन्छ जस्तो लाग्छ भान्जा. तर जे भए पनि तिमीलाई दिनाजलाई बेस्ट विशेष. म चाहिँ सानीमा सानी. सो I'm secretly hoping मेरो cutie pie will be she, but anything works. So when मेरो cutie pie छिटो आऊ तिमी. I'm missing you a lot. I want to meet you. Hello baby, I'm Saurabh. I'm one of your uncles. So I don't know what gender you're going to be, but regardless, we are really happy and looking forward to welcome you into this world. Hi baby, I am your Hazrama, Kansi Hazrama. I am very happy to receive you very recently, and I think you will be my natini. Hi, I'm baby Kufupa, and I think it's a boy. Hello, I'm baby Kufupu, and I think it's a girl. We're so happy. Hello baby, I'm your uncle. I'm expecting you to be a boy. तर जे भए पनि it's के भन्छ अरे okay at the end. Hi baby, म तिम्रो मामुको फेभरेट बहिनी अनि तिम्रो सानो माया आन्टी. आई होप तिम्रो पनि म फेभरेट आन्टी बनौँ आफ्टर श्रीरा. अनि आई थिङ्क यु विल बी अ बेबी बोय. तर आई विश तिमी बेबी गर्ल भइदियो हुन्थ्यो. अनि कान्ट वेट टु सी यु. यु आर अलरेडी लभ सो मच. लभ यु. हाई बेबी, म तिम्रो ठुलो बुवा. हाई बेबी, म तिम्रो ठुलो मामु. हजुरहरूलाई चाहिँ के हुन्छ जस्तो लाग्छ त अब बेबी? मलाई चाहिँ छोरा हुन्छ जस्तो लाग्छ. मलाई पनि छोरा नै हुन्छ जस्तो लागिरहेको छ मेरो गट फिलिङले. कान्ट वेट टु सी यु. हाई बेबी, म तिम्रो ठुलो हजुरबुवा. म ठुलो हजुरआमा. हजुरहरूलाई चाहिँ बेबी के हुन्छ जस्तो लाग्छ त? मलाई त तिमी छोरी हुन्छ जस्तो लाग्छ. अनि हजुरलाई? मलाई त छोरा हुन्छ जस्तो लाग्छ. जे भए पनि सजिलोसँग आऊ, स्वस्थ भएर आऊ. बेबी, म तिम्रो सानो मामु. आई होप यु आर गुड अनि तिमी राम्रोसँग आउँछौ. अनि आई हेभ दिस गट फिलिङ तिमी केटा हो भनेर. अनि मलाई चाहिँ छोरै हुन्छ जस्तो लाग्छ. वी कान्ट वेट टु मिट यु, सी यु भिडियोहरूबाट. लभ यु. हाई, म चाहिँ हुनेवाला बेबीको ठुलो बाबु. मलाई पनि बाबु हुन्छ जस्तो लाग्छ. सो यो चाहिँ तिम्रो हजुरबा हजुरआमा हो होइन बेबी? के भन्छ? ल हजुरहरूलाई एउटा क्वेसन है त. हजुरको रिलेसन के हो त बेबीसँग? हजुरको इन्ट्रोडक्सन दिन्छ त. अनि के भन्छ बेबी के होला जस्तो लाग्छ त? होइन के होला त्यो हजुरको यो लक्ष्मी हजुरको के होला जेन्डर? केटा? ल यति नै चाहियो. ल केही मेसेज त बेबीलाई? मेरो बेबी राम्रोसँग आऊ, मेरो छोरीलाई धेरै दुःख नदेऊ. सुलक्खा सजिलो गरी आइदिइहाल. तिमी पनि स्वस्थ जन्मिने बित्तिकै खिस्सा हाल्यौ. म
म त्यसमै ह्याप्पी छु अनि हजुरको नो एक्सपेक्टेसन